नमस्कार सबैले। आज म तपाईहरुलाई एप्लिकेसन अफ डेरिभेटिभ को है यो चाहिँ क्लास 11 को एप्लिकेसन अफ डेरिभेटिभ भन्ने टपिकको केही इम्पोर्टेन्ट क्वेशनहरु त्यो कसरी सल्भ गर्ने भन्ने कुरा सिकाउन जाँदैछु। सबभन्दा फर्स्टमा क्वेशन छ लिस्ट द क्राइटेरिया फर अ फंक्शन y = fx टु हैव लोकल मैक्सिमा एन्ड लोकल मिनिमा। कुनै पनि फंक्शन y = fx भनेर दिएको छ भने त्यसबाट लोकल मैक्सिमा र लोकल मिनिमा त्यहाँ बन्ने कन्डिसन के हो, त्यो क्राइटेरिया के हो फाइन्ड आउट गर्नु भनेको छ र त्यो निकाल्नको लागि अब कसरी गर्नुपर्छ भन्ने कुराको लागि लोकल मैक्सिमा र लोकल मिनिमा फाइन्ड आउट गर्नको लागि यो टेबल बनायो भने अलि सम्झिनलाई सजिलो पनि हुन्छ है। त्यसको लागि के हुनुपर्छ भने यो फर्स्ट अर्डर डेरिभेटिभ र सेकेन्ड अर्डर डेरिभेटिभलाई हामीले कसरी डिनोट गर्छौं भने यता नै जस्तै कुनै एउटा फंक्शन हैन fx भन्ने फंक्शन छ भने यसको फर्स्ट अर्डर डेरिभेटिभलाई हामीले डिनोट गर्दाखेरि केले डिनोट गर्छौं त f प्राइम x ले डिनोट गर्छौं है। यसको मिनिङ के हो त यसलाई एकचोटी डेरिभेटिभ गरिएको भनेर बुझ्नु। त्यसैगरी सेकेन्ड अर्डर डेरिभेटिभलाई हामीले डिनोट गर्दाखेरि f डबल प्राइम x राखेर डिनोट गर्छौं है। भने अब लोकल मैक्सिमा र लोकल मिनिमम निकाल्नको लागि सबभन्दा फर्स्टमा के गर्नुपर्छ स्टेशनरी पोइन्ट निकाल्नुपर्छ। स्टेशनरी पोइन्ट निकाल्नको लागि के गर्छौं हामी फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 गरेर निकाल्छौं है। यसमा पनि फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0। लोकल मैक्सिमा र लोकल मिनिमा छुट्याउनको लागि हेर है हामीले यहाँबाट सल्भ गरेर फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 गरेर हामीले x को भ्यालु फाइन्ड आउट गर्छौं र त्यो x को भ्यालु सेकेन्ड डेरिभेटिभमा लगेर पुट गर्दा र जुन रिजल्ट आउँछ रिजल्ट यदि लेस देन 0 आउँछ अथवा नेगेटिभ आउँछ भने त्यसले लोकल मैक्सिमा दिन्छ। ठ्याक्कै उल्टो है त 0 भन्दा सानो आयो भने चाहिँ मैक्सिमा दिन्छ र सेकेन्ड डेरिभेटिभ को भ्यालु यदि ग्रेटर देन 0 आयो भने त्यसले चाहिँ के दिन्छ लोकल मिनिमा दिन्छ। र पोइन्ट अफ इन्फ्लेक्सन निकाल्नको लागि चाहिँ हामी के गर्छौं त भने सेकेन्ड डेरिभेटिभ इक्वल्स टु 0 गर्छौं। यदि यो क्राइटेरियाहरु हैन यहाँ माथि सोधेको चाहिँ लोकल मैक्सिमा र मिनिमम चाहिँ यति मात्र लेखिनु पुग्छ तर हामीलाई पोइन्ट अफ इन्फ्लेक्सन को बारेमा पनि जानिरहनु पर्ने हुन्छ। सेकेन्ड डेरिभेटिभ 0 भन्दा सानो भयो भने लोकल मैक्सिमा, 0 भन्दा ठूलो भयो भने लोकल मिनिमा र ठ्याक्कै 0 भयो भने त्यसले के दिन्छ त पोइन्ट अफ इन्फ्लेक्सन दिन्छ। अब अघिनको हामीले क्राइटेरिया लेख्यौं। अब त्यो क्राइटेरिया युज गरेर हैन अब क्वेशन छ फाइन्ड द लोकल मैक्सिमा लोकल मिनिमा एन्ड पोइन्ट अफ इन्फ्लेक्सन अफ द फंक्शन fx = 2x³ - 15x² + 36 + 5। यसलाई सल्भ गर्दा कसरी गर्ने भन्ने कुरोको लागि सबभन्दा फर्स्टमा यो सोलुसनको लागि पहिला हामीसँग गिवन फंक्शन छ fx = 2x³ - 15x² + 36x + 5 छ भने अब हामीले लोकल मैक्सिमा लोकल मिनिमा र पोइन्ट अफ इन्फ्लेक्सन को लागि के सम्म निकाल्नु पर्छ त सेकेन्ड डेरिभेटिभ सम्म निकाल्नु पर्छ हो। अब सेकेन्ड डेरिभेटिभ सम्म निकाल्नको लागि यो सबभन्दा फर्स्टमा फर्स्ट डेरिभेटिभ गर्दा यसको फर्स्ट डेरिभेटिभ कति हुन्छ त कसरी निकाल्ने हामीले यो x³ को यो पावर र यसमा भएको कोएफिसिएन्ट दुईटा मल्टिप्लाई गर्ने 3 2 जा 6 हुने भयो अनि x को पावरमा चाहिँ यहाँ जति छ त्यो भन्दा 1 कम गर्दिने भनेपछि अब कति लेख्नु पर्यो यहाँ स्क्वायर हुने भयो है। यसमा पनि सेम त्यही के हुन्छ त यो 2 र 15 मल्टिप्लाई गर्दा 30 अनि x को पावर 1 कम गर्दाखेरि के हुने भयो x मात्रै हुने भयो प्लस यहाँ पनि त्यस्तै यहाँ पावरमा त 1 छ हैन 36 भन्छ 36 अनि x को पावर 1 कम गर्दा x को पावर 0 हुन्छ त्यो लेखिरहनु आवश्यक भएन र कन्स्ट्यान्ट टर्मको डेरिभेटिभ 0 हुन्छ है त्यो हुनाले लेखिरहनु पर्दैन। त्यसैगरी फेरि सेकेन्ड डेरिभेटिभ गर्दा सेकेन्ड डेरिभेटिभ भनेको एकचोटी डेरिभेटिभ गरिसकेकोलाई फेरि अर्कोचोटी डेरिभेटिभ गर्दा सेम अघि नै है त 6 2 जा 12x - 30 मात्रै हुन्छ। यो भयो हामीले फर्स्ट डेरिभेटिभ र सेकेन्ड डेरिभेटिभ निकाल्यौ भने अब सबभन्दा फर्स्टमा के गर्नुपर्छ त जस्तै क्राइटेरिया लेख्दाखेरि फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 गर्नुपर्छ। त्यो भनेको स्टेशनरी पोइन्टको लागि हो। फर स्टेशनरी पोइन्टको लागि हामी के गर्छौं त फर्स्ट डेरिभेटिभ must be equals to 0। फर्स्ट डेरिभेटिभ भनेको यो भ्यालु यहाँ राख्दिने 6x² - 30x + 36 = 0। अब यसलाई फ्याक्टराइज गरेर हामी x को भ्यालु फाइन्ड आउट गर्छौं जसलाई हामी स्टेशनरी पोइन्ट भनेर भन्छौं। त्यसको लागि
फ्याक्टराइज गर्नुभन्दा अगाडि पहिला 6 कमन लियो भने सजिलो हुन्छ x² माइनस 5x प्लस 6 इक्वल्स टु 0 भयो यो 6 लाई हटाइदिए हुन्छ अब यसलाई फ्याक्टराइज गर्दा के आउँछ त यो x माइनस 2 x माइनस 3 इक्वल्स टु 0 आउँछ देयरफोर x को भ्यालु एउटा 2 आउने भयो र अर्को 3 आउने भयो यसलाई हामी के भन्छौं त स्टेशनरी पोइन्ट भनेर भन्छौं अब स्टेशनरी पोइन्ट 2 र 3 आइसकेपछि अब हेर है त एट x इक्वल टु 2 यो x को भ्यालु एक्चुअली 2 र एक्चुअली 3 कहाँ लगाएर राख्ने सेकेन्ड डेरिभेटिभमा लगाएर राख्ने सेकेन्ड डेरिभेटिभमा लगाएर राख्दाखेरि यदि 0 भन्दा ठूलो आयो भने लोकल मिनिमा दिन्छ 0 भन्दा सानो आयो भने अथवा नेगेटिभ आयो भने लोकल म्याक्सिमा दिन्छ जुन अगाडि हामीले क्राइटेरियामा लेखिसक्यौं भने x को ठाउँमा यदि मैले 2 राखे भने सेकेन्ड डेरिभेटिभमा यो कति हुने भयो त -6 आयो -6 भनेको के हो त 0 भन्दा सानो आयो भने so fx has local maxima at x equals to 2 x equal to 2 मा चाहिँ के हुँदो रहेछ त लोकल म्याक्सिमा दिन्छ अब त्यो लोकल म्याक्सिमा त दिन्छ भने तर लोकल म्याक्सिमम भ्यालु नै कति हुन्छ भनेर यदि सोध्यो भने म्याक्सिमम भ्यालु निकाल्नको लागि यो x को भ्यालु लगेर चाहिँ यहाँ क्वेशनमा जति दिएको छ फंक्सन त्यहाँ लगेर पुट गर्नुपर्छ है त हुन्छ अब यसमा मैले x को ठाउँमा मैले 2 राख्दै भने कति हुने भयो त जस्तै 2x क्यूब माइनस 15x स्क्वायर प्लस 36x प्लस 5 मा x को ठाउँमा 2 पुट गरे भने 2 into 2 को क्यूब माइनस 15x स्क्वायर प्लस 36 into 2 प्लस 5 ल यसको आन्सर कति आउँछ निकाल्नु त्यो नै हामीलाई चाहिएको के हो त यो म्याक्सिमम भ्यालु हुनुहुन्छ ठीक छ अनि सेम यस्तै गरेर अब अर्को कुन पुट गर्न बाँकी छ 3 पुट गर्न बाँकी छ यही गर्ने र एट x इक्वल टु 3 भन्ने सेकेन्ड डेरिभेटिभमा भ्यालु हाल्ने त्यो राख्दाखेरि चाहिँ कति आउँछ 0 भन्दा ठूलो आउँछ 0 भन्दा ठूलो आएपछि के हुने भयो त यसले लोकल मिनिमा दिन्छ भन्ने र त्यसपछि त्यही जुन x को भ्यालु 3 छ त्यो यहाँ माथि क्वेशनमा लगाएर राख्यो भने हामीलाई चाहिएको मिनिमम भ्यालु दिन्छ त्यसबाट पोइन्ट अफ इन्फ्लेक्सन को लागि के भनेको थियो फर्मुला सेकेन्ड डेरिभेटिभ मस्ट बी इक्वल्स टु 0 सेकेन्ड डेरिभेटिभ 0 हुनुपर्छ अब सेकेन्ड डेरिभेटिभ 0 हुनुपर्छ भने सेकेन्ड डेरिभेटिभ भनेको हामीले कति निकालेका छौं 12x माइनस 30 मस्ट बी इक्वल्स टु 0 यहाँबाट सल्भ गर्दा x इक्वल्स टु पछाडी जाँदा 30 यसले डिवाइड गर्दाखेरि 12 गर्दाखेरि x को भ्यालु कति भयो त 6 2 जा 6 5 जा 5/2 यो नै हामीलाई चाहिएको पोइन्ट अफ इन्फ्लेक्सन हो ल यसको सोलुसन यति नै अब हामी एप्लिकेसन अफ डेरिभेटिभकै म्याक्सिमम मिनिमा निकाल्ने अर्को प्रब्लम है त यसमा के भनेको छ भने a function is defined as fx is equal to 4x minus x को पावर 4 भन्ने एउटा फंक्सन छ यसको स्टेशनरी पोइन्ट निकाल्नु फाइन्ड द मैक्सिमा एन्ड मिनिमा इफ एनी है कुनै कुनै फंक्सनमा चाहिँ मैक्सिमा र मिनिमा दुईटै एक्जिस्ट नगर्न पनि सक्छ यदि एक्जिस्ट गर्छ भने निकाल्नु गर्दैन भने परेन त्यसैले अर्को फाइन्ड द पोइन्ट अफ इन्फ्लेक्सन इफ एनी यदि छ भने निकाल्नु पर्यो छैन भने ननिकाल्नु पर्यो यसको सोलुसनको लागि अब के गर्ने भने त्यसो भन्दा फर्स्टमा fx = 4x - x को पावर 4 छ भने यसको हामी के निकाल्छौं फर्स्टमा फर्स्ट डेरिभेटिभ निकाल्दा कति हुने भयो त यसको 4x को डेरिभेटिभ कति रे 4 * 4 अनि x को हैन पावर 1 घटाउँदाखेरि भइहाल्यो त्यसपछि यहाँ पनि कोएफिसिएन्ट 1 छ अनि यहाँ पनि 4 अनि पावर 1 लेस गर्दिने त्यसैगरी सेकेन्ड डेरिभेटिभ निकाल्दा यो कन्स्ट्यान्ट भयो कन्स्ट्यान्टको डेरिभेटिभ 0 हुन्छ हो माइनस 4 3 जा 12x स्क्वायर भयो यो सेकेन्ड डेरिभेटिभ अब हामी के निकाल्नु पर्छ फर्स्टमा आई नम्बरको लागि फर स्टेशनरी पोइन्ट स्टेशनरी पोइन्ट गर्न निकाल्न के निकाल्नु भने त कसरी गर्ने भने त फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 फर्स्ट डेरिभेटिभ भनेको 4 - 4x क्यूब इक्वल्स टु 0 यसलाई पछाडी पठाउँदा 4 इक्वल्स टु 4x क्यूब 4 1 4 गरेर काट्यो त्यसै x क्यूब इक्वल्स टु 1 भयो भने अब हेर है
यसमा चाहिँ x को भ्यालु कतिवटा आउँछ एउटा मात्रै आउँछ नि x को भ्यालु नै एउटा सिंगल आयो 1 मात्रै भयो भने अब x को भ्यालु सिंगल 1 मात्रै आयो भने अब यो 1 भनेको त आइदर म्याक्सिमम मात्रै हुन सक्ला अथवा मिनिमम मात्रै हुन सक्ला अथवा दुईटै नहुन सक्ला पनि हुन्छ कहिलेकाहीँ है भने अब यो म्याक्सिमम पोइन्ट हो कि मिनिमम पोइन्ट अब म्याक्सिमम र मिनिमम दुईटै एक्जिस्ट गर्ने कुरो भएन यहाँ दुईटा मध्ये एउटा मात्रै एक्जिस्ट गर्छ अब के हो भनेर फाइन्ड आउट गर्नको लागि अगाडि क्वेशनमा के गरेको थियौं त हामीले x को भ्यालु 1 कहाँ लगाएर टेस्ट गरेको थियौं हामीले सेकेन्ड डेरिभेटिभमा लगाएर टेस्ट गरेको थियौं भने यहाँ पनि यो सेकेन्ड नम्बरको लागि है त फर म्याक्सिमा एन्ड मिनिमम पोइन्टको लागि एट x इक्वल्स टु 1 x को भ्यालु 1 यदि हामीले पुट गर्यौं भने सेकेन्ड डेरिभेटिभमा इक्वल्स टु -12x स्क्वायर मा -12 इन्टु 1 को स्क्वायर पुट गर्दा कति भयो त यो -12 भयो व्हिच इज लेस देन 0 र सेकेन्ड डेरिभेटिभ 0 भन्दा सानो भएको हुनाले यो x इक्वल टु 1 मा चाहिँ अब के एक्जिस्ट गर्ने भयो त म्याक्सिमा कि मिनिमा एक्जिस्ट गर्छ त अनि म्याक्सिमा एक्जिस्ट गर्छ हो 0 भन्दा सानो आयो भने म्याक्सिमा 0 भन्दा ठूलो आयो भने मिनिमा भने अब सो fx has local maxima at x equals to 1 x equal to 1 मा लोकल म्याक्सिमा एक्जिस्ट गर्छ भने अब म्याक्सिमम भ्यालु नै निकाल्नु पर्ने भयो भने कति हो त अब त्यसको लागि यो x को भ्यालु लगाएर कहाँ लगाएर राख्ने भने त्यो त यो क्वेशनमा लगाएर राख्दिने भनेपछि यो fx equals to 4 into 1 minus 1 को पावर 4 गरे भने 4 minus 1 भनेको 3 यो चाहिँ के भयो त म्याक्सिमम भ्यालु भयो अब थर्ड नम्बरको लागि फाइन्ड द पोइन्ट अफ इन्फ्लेक्सन इफ एनी पोइन्ट अफ इन्फ्लेक्सन निकाल्न के गर्ने रे फर पोइन्ट अफ इन्फ्लेक्सन यसको लागि हामी के गर्छौं सेकेन्ड डेरिभेटिभ इक्वल्स टु 0 गर्छौं अब सेकेन्ड डेरिभेटिभ इक्वल्स टु 0 गर्दा सेकेन्ड डेरिभेटिभ भनेको हामीले कति निकालेका छौं यहाँ -12x स्क्वायर इक्वल्स टु 0 गर्दा x स्क्वायर इक्वल्स टु 0 भयो यहाँबाट हामीले भ्यालु निकाल्दा x को भ्यालु कति आउँछ 0 आउँछ यो नै हामीले चाहिएको पोइन्ट अफ इन्फ्लेक्सन भयो ल यसको सोलुसन यति नै अब यो पनि एप्लिकेसन अफ डेरिभेटिभ के नेक्स्ट क्वेशन अब यसमा क्वेशनमा के भनेछ भने फाइन्ड द म्याक्सिमम एरिया अफ रेक्टेंगुलर प्लट अफ ल्यान्ड व्हिच क्यान बी इन्क्लोज्ड बाइ अ रोप अफ लेन्थ 60 मिटर एउटा के छ रे रेक्टेंगुलर र ल्यान्ड छ रे यसमा के गर्नुपर्ने एउटा डोरीले हामीले चारैतिर हामीले फिक्सिङ गर्नुपर्ने हैन अथवा इन्क्लोज गरियो भने हैन त्यो डोरीको लेन्थ कति छ त जम्मा 60 मिटर छ भने अब यसले अकुपाई गर्न सक्ने म्याक्सिमम एरिया कति हो फाइन्ड आउट गर्नु अब म्याक्सिमम एरिया भनेपछि त्यही लोकल म्याक्सिमा लोकल मिनिमा नै हो भनेर बुझ्नु पर्यो है त्यसको लागि अब सबभन्दा फर्स्टमा जुन ल्यान्ड रेक्टेंगुलर ल्यान्ड भनेको छ भने त्यसको लेन्थ र ब्रेडथलाई हामी के गरौँ त x र y भनेर सपोज गर्छौं है यो x भएपछि तल पनि कति हुन्छ x नै हुन्छ यो y भएपछि यो पनि कति हुन्छ y नै हुन्छ भने अब यो x plus x 2x अनि त्यसपछि y plus y 2y दुईटा एड गरे भने कति हुनु पर्यो त 60 मिटर हुनु पर्यो डोरी त टोटल डोरीको लेन्थ त 60 मिटर हुनु पर्यो नि हो यो भनेको के हो त पेरिमिटर अफ द रेक्टेंगल हो के हामी लेख्दाखेरि के लेख्छौं त 2 ब्रैकेट l plus b equals to भनेर हामीले पेरिमिटरको फर्मुला लेख्थ्यौं भने सेम त्यही नै कुरो यहाँ एप्लाई हुन्छ सबभन्दा फर्स्टमा गिवन पोर्सनमा है पेरिमिटर कति दिएको छ रे यो रेक्टेंगलको 60 मिटर भनेर दिएको छ र अब लेट x and y be लेन्थ एन्ड ब्रेथ भनेर लेखेको हुन्छ मैले बी द साइड्स अफ रेक्टेंगुलर प्लट देन अब पेरिमिटर निकाल्न के गर्नुपर्छ रे 2x plus 2y equals to कति हुने भयो 60 मिटर हुने भयो ठीक छ अब यहाँबाट मैले 2 कमन लिएर उता डिवाइड गरे भने x plus y equals to 30 हुन्छ र यहाँबाट मैले y को भ्यालु निकाल्नु पर्ने भयो भने कति आउँछ त 30 minus x आउँछ ठीक छ अब त्यसपछि अब हामीले यसबाट निकाल्नु पर्ने के त
म्याक्सिमम एरिया निकाल्नु पर्ने, एरियालाई म्याक्सिमाइज गर्नुपर्ने हो भने अब यहाँ त एरिया पनि त चाहियो नि त, फंक्सनै छैन भने पहिला त एरिया निकाल्नको लागि एरियावाला फंक्सन चाहिन्छ। त्यसको लागि एज वी नो एरिया निकाल्ने फर्मुला के हो त, L * B हैन। यहाँनिर A L भनेको x छ, B भनेको y छ भनेपछि एरिया निकाल्ने फर्मुला के भयो त, x * y हुने भयो। अब A = x को ठाउँमा x नै भयो, यहाँ y को ठाउँमा माथि हामीले निकालिरहेका छौं 30 - x भनेर। अनि यो मल्टिप्लाई गर्दा कति हुने भयो त, 30x - x² हुने भयो। ल तिमीहरुलाई सजिलो होस् भनेर मैले a को ठाउँमा fx लेखे है त। लेट fx = 30x - x² हो भने अब बल्ल के भयो त, यो भन्दा अगाडि गरेको क्वेशन चाहिँ बल्ल यहाँ क्रिएट भयो है। भनेपछि अब यो एरियालाई अब हामीले के गर्नुपर्ने, म्याक्सिमाइज गर्नुपर्ने छ भने अब के गर्छौं हामी यहाँबाट हामीले पहिला फर्स्ट डेरिभेटिभ निकाल्छौं, सेकेन्ड डेरिभेटिभ निकाल्छौं हो। फर्स्ट डेरिभेटिभ र सेकेन्ड डेरिभेटिभ निकालेपछि स्टेशनरी पोइन्ट निकाल्छौं, अनि त्यसपछि म्याक्सिमा र मिनिमा कुन पोइन्टमा हुन्छ भनेर हामीले चेक गर्छौं, जुन हामीले यो भन्दा अगाडिको क्वेशनमा गरिसक्यौं। एकचोटी सेम त्यही अनुसारले गरेर यसको रिजल्ट कति आउँछ यो भिडियोको मुनि कमेन्ट गर्ने। ल यसको